नमस्कार सर। आराम हुनुहुन्छ? आराम सर। तपाईँ चाहिँ अहिले ठ्याक्कै यहाँ जिल्ला अदालत अगाडिसम्म आयो। हजुर। किन आउनुभएको तपाईँहरू? हाम्रो अभियन्ता, हाम्रो जनकमान्डर, हाम्रो राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई लगायतका 52 जना साथीहरूलाई हिरासतमा राखेर थुनचेक बस चलिरहेको छ। आज 60 दिनदेखि त्यसको रिहाईको निम्ति हामी आएका छौँ। आज यहाँ सडकमा सबै अभियन्ता साथीहरू, राष्ट्रवादी साथीहरू हामी छौँ। तपाईँहरूको नेता अथवा चाहिँ राष्ट्रवादी नेता भन्नुहुन्छ तपाईँहरू दुर्गा प्रसाई। हजुर। चाहिँ राजा अभियान फर्काउने लामो समयबाट 2 वर्ष अगाडिबाट उहाँहरू चाहिँ अहिले सङ्घर्ष गरिराख्नु भएको थियो। तर तिनकुने घटनाले उहाँलाई चाहिँ जेल चलानसम्म अवस्था पुर्यायो। तपाईँहरू अहिले चाहिँ न्यायिक हिरासतमा उहाँ हुनुहुन्छ, तपाईँहरू न्यायको खोजीमा हुनुहुन्छ। के भन्नुहुन्छ तपाईँहरूले दुर्गा प्रसादले न्याय पाउलान् अथवा चाहिँ के होला अवस्था? न्याय पाउनुपर्छ। यदि देशमा न्याय मरेको छैन भने न्याय पाउनुपर्छ। र तिनकुने घटना हामीले घटाएको होइन। तिनकुने घटना शान्तिपूर्ण घोषणा सभा कार्यक्रम हुँदै थियो। त्यो हुने क्रममा दुर्गाजी कार्यक्रममा आउँदै आततायी आतङ्ककारी सरकारले दमन गरेर असुर ग्यास गोली प्रहार गरेर धेरै सयौँ मान्छेहरू घाइते हुनुभयो। 2 जनाको निधन भयो र लगायतका थुप्रै मान्छेहरू असुर ग्यासले आँखा पनि दुखिरहेको भन्नुभएको छ। कतिले पिटाइ खानुभयो, घरमा मलमपट्टि गरिरहनु भएको छ। सयौँ साथीहरू घरमै बसेर घाइते हुनुभएको अवस्था छ। मलाई लाग्छ तपाईँले भनेको अवस्था के हो भने हाम्रो देशमा साँच्चै न्यायको मूर्ति सर्वोच्च अदालत, जिल्ला अदालत छ भने दुर्गा प्रसाईजी एउटा नागरिकको घाँसपास कपासको निम्ति सङ्घर्ष गरिरहनु भएको एउटा मसियाको नेता हो। उहाँ सडकमा जनताको, गरिब भुइँ मान्छेको आवाज लिएर आउँदै गर्दा उहाँमाथि निर्लज्ज यो सरकारले कानुनी हदभन्दा माथि टेकेर संविधान र कानुनको विपरीत लाठीचार्ज गरेर गोली प्रहार गर्ने अधिकार एउटा नागरिकलाई छैन। र हाम्रो अभियन्ता दुर्गा प्रसादले के बिगार्नु भएको थियो र यिनीहरूले आज देशमा खुलेआम हामीलाई कस्टडी गर्ने, जेल हाल्ने। म समेत 7 पटक जेलमा परिसकेँ। म पनि लोकतन्त्रबाट आँखा गुमाएको मान्छे हो नि त। हामीले भुइँ मान्छे र सरबारा वर्गको, लघुवित्त ब्याङ्क सहकारीको सारा चाहिने सुकुम्बासीहरूदेखि लिएर यो देशमा भएको अर्थतन्त्र डामाडोल भएको खुलेआम तपाईँको माडवारीले देश चाहिँ कब्जा गरेको, देशमा धर्म संस्कृति चाहिँ लुटेको, देशमा चाहिँ तपाईँको आतङ्ककारी शैलीले चाहिँ तपाईँको बर्मलुट बनाएर नागरिकहरूलाई चाहिँ देशबाट बाहिर खेद्न बाध्य बनाएको यो आवाज दुर्गा प्रसादले उठाउनु भएको। दैनिक रूपमा तपाईँको 20औं लासहरू चाहिँ एयरपोर्टमा आउने अवस्था सिर्जना यही सरकारले गरिरहेको छ। आज कयौँ चेलीहरू विदेशमा दुबई, कतार, साउदीका जेलमा आज रुँदै चेलीहरू एउटा रोजगारको सिर्जना नपाएर देशबाट लखटिन बाध्य हुनु परेको छ। तपाईँको चाहिँ खुलेआम तपाईँको चाहिँ नेपालमा पनि उद्योग धन्दा चाहिँ तपाईँको माडबारीहरूले किनबेच गरेर अरबौँ रुपियाँ चाहिँ तपाईँको नेपालको नेपाली पैसा विदेश लगेर उद्योग धन्दा विदेशमा चाहिँ सञ्चालन गरेर नेपालका पैसा विदेशी नै बाध्य भएको छ। यो त नेपाल त भारत र चाइनाको क्रीडा स्थल बन्यो। यसको अन्त्य गऱ्यौँ न बाबा। यो देशमा न्याय मरेको छैन। नागरिकहरू काम गर्न सक्छन्, हात खुट्टा छ, उनीहरू बाँच्ने अधिकार पाउनु पर्यो, काम गर्ने अधिकार पाउनु पर्यो, घाँसवास पाउनु पर्यो। यदि साँच्चै राज्य छ भने भनेर दुर्गा प्रसादले सडकमा आवाज उठाउँदै गर्दा अनि राज्यले निर्मम तरिकाले कस्टडीमा हाल्ने अधिकार छ। तपाईँहरूको अब यो गर्न पाइन्छ? तपाईँहरू भन्नु न पत्रकार, यो गर्न पाइन्छ? यो न्याय हो? यो न्याय हो? कहीँ तपाईँहरू पत्रकारले कति न्याय पाउनु भएको छ? तर तिनकुनेमा त अराजक त गरेकै हो नि त। अराजक कसले गर्यो? हामी त ढुङ्गा थियो, हामी त हतियार थियो, हामी त लट्ठी थियो। घर चलाउनु सुन्नुहोस्, हामीले होइन, सुन्नु न, मान्छेहरूको सुन्नु न, हामीले जलाएको होइन नि। हामीले जलाएको है, हामी त पेट्रोल हुनु पर्यो, आगो लाउने मान्छे हुनु पर्यो, हामी त आगजनी गरेको मान्छे हुनु पर्यो। ती मान्छे भिजिलेन्ट थियो जो जसले गरेको थियो। हाम्रो अभियान र हाम्रो राष्ट्रवादी अभियानभन्दा फरक मान्छेले गरेका होलान्, घुसपेटी गरे होलान्। त्यो हाम्रो अभियन्ताले गरेको छैन, राष्ट्रवादी अभियन्ताले गरेको छैन। राजा ल्याउँछु भन्ने केही अभियानले त सुन्नु न, अब त्यो राजावादीभित्र नि त घुसपेट भएको होला। तपाईँ कस्टडीमा हालेका मान्छेहरूले दिएको सक्नु भएन त त्यसो भने। सुन्नु न, हामी त सबैलाई एउटै आँखाले देखाउँ। हामी सबै नेपाली नागरिकहरूले साँच्चै देशमा चाहिँ अब यो अन्याय अत्याचारका विरुद्ध, भ्रष्टाचारका विरुद्ध साँच्चै लड्ने हो भने अब नागरिकहरू सडकमा आऊ गरेर दुर्गा दाइले बोलाउनु भएको। दुर्गा दाइको सङ्गठन भने के हो भने दुर्गा दाइको आवाज हो। दुर्गा दाइ जहाँ बोल्नुभएको छ त्यहाँ सङ्गठन बनेको छ। आन्दोलन त अब तुयो भन्ने छ नि त, अनि के हो? झन् बनेको छ, झन् मलदल भएको छ। राजा ल्याउने सुन्नु न, राजा ल्याउने कुरा त्यो सुन्नु न, राजा ल्याउने कुरा कति बेला ल्याउने भने यो व्यवस्थामा भएका समस्याहरू समाधान गरेपछि राजा ल्याउने नल्याउने भन्ने कुरा नागरिकले निर्धारण गर्ने हो क्या। सडकबाट नागरिकले निर्धारण गर्ने हो। राजा ल्याउने भन्ने सबैलाई भित्र हालेपछि राजा चाहिँ कसले ल्याउँछ? सुन्नुभयो हावासी केही दिन नबोल्नु होला। हजुर, तपाईँको राजा ल्याउने सपना त टुटे नि होइन? राजा ल्याउने सपना टुटेको छैन। हामी राजालाई भनेका छौँ यो पहिलाको अवस्थाभन्दा
फरक अवस्थामा राजालाई पनि कम्तीमा केही गल्ती कमजोरी राजाले नि गर्नुभयो होला। अब राजा सचिएर आउनुहुन्छ, हामी ल्याउने हो, राजा हामीले ल्याउने होइन कि जनताले ल्याउने हो, नागरिकले ल्याउने हो। राजा आफै आएर बस्छु भन्नुभएको छैन। जनतालाई समस्या पर्यो, जनताको घाँस कपास लुट्यो, जनताको स्वतन्त्रता गुम्यो। सरकारले पर्याप्त झ्याप गरेर खोरमा हालिरहेको छ। तपाईँ सुन्नु न, खराब खोरमा हामी म त 7 पटक खोरमा परेँ त। साथीहरू परिरहनु भएको छ, 10औं पटक खोरमा पर्नु भएको छ, कोही 20 दिन पर्नु भएको छ, कोही 30 दिन पर्नु भएको छ। हामी 3 वर्षदेखि त आन्दोलनमा छौँ, खोरमा बसिया छौँ, निस्किया छौँ, खोरमा बसिया छौँ, निस्किया छौँ। हामी जनताको आवाज बोलिरहेका छौँ। जनताको आवाज मुख बन्द गर्ने यो आतङ्ककारी शैलीलाई कहिले छुट्छ? सडकमा आउँदैमा राजा फर्किन्छ। तपाईँ 2-400 देख्नुभयो तुनकुरमा? कति देख्नुभयो? 200-400 जना। तपाईँ हरेक आमसभामा 50,000 भन्दा कम थिएन। 65वटा आमसभा हामीले त्यसपछि गऱ्यौँ, पूर्व मेचीदेखि महाकालीसम्म। त्यो आमसभा तपाईँ 2-4 हजार देख्नुभयो? तपाईँले भन्ने कुरा भयो होइन, देख्ने कुरा त सोध्नु न मिडियाकर्मी। अहिले पनि त कुनै पनि कार्यक्रममा आएको छैन सर होइन, तर ठिकै छ। होइन आएको छैन, त्यो देख्नुभयो तपाईँले? Anyway, तपाईँहरूले चाहिँ 15 गते गणतन्त्र फाल्ने दिन भनेर भन्नुभएको थियो, तर गणतन्त्र त हुँदै पनि छ त। सुन्नु न, गणतन्त्र यो कालो गणतन्त्र, यो जनता मार्ने गणतन्त्र, यो सरबार र भुइँ मान्छे सुकुम्बासीलाई तपाईँको चाहिँ झन् तपाईँको चाहिँ मार्ने गणतन्त्र, आत्महत्या गर्ने गणतन्त्र, सरिब र निमुखा व्यवसायीहरूलाई मार्ने गणतन्त्र, आम चाहिँ तपाईँको नेपालीहरूलाई देश छोडेर जाने गणतन्त्र यो गणतन्त्र होइन। केही कार्यकर्ताहरू, केही भिजिलेन्टीहरू उन्नत गणतन्त्र खोज्नुको सट्टा तपाईँ चाहिँ फेरि राजा फर्काउने कुरा गर्नुहुन्छ। सुन्नु न, हामीले गणतन्त्रबाट उन्नत गणतन्त्र खोज्दाखेरि त उन्नत गणतन्त्रभित्र यिनै भिजिलेन्टीहरूले शासन गर्छन् त, अनि के गर्ने? कि तपाईँहरूले चाहिँ कि यो गणतन्त्रमा खाना पाउनु भएन त्यही भएर चाहिँ राष्ट्र होइन होइन होइन, तपाईँले मेरो व्यक्तिगत जीवनी सोध्नुहोस्, म नवलपुर जिल्ला कुरा गरिनँ होइन, हाम्रो अभियानमा आउने राजा फर्काउने जति पनि आन्दोलन गरिराख्नु भएको छ यो नेपालमा, उहाँहरूलाई भन्न खोजेको मैले। होइन सुन्नु न, तपाईँ हुनुहुन्न। सुन्नु न, हाम्रो अभियानमा लागेका साथीहरू राजा फर्काउने आन्दोलन हाम्रो कुनै स्वार्थ छैन। हामी अरू रापरपा अरू साथीहरूले जस्तो राजासँग रोटी साटेर फेरि प्रधानमन्त्री भएर टोपी लाउने पनि हामी होइन। हामी प्रजातन्त्र ल्याइरहँदा फेरि माधव कुमार नेपालले यस्तो दाम चढाएर फेरि प्रधानमन्त्री पनि हुने होइन। हामी त्यस्तो खालको के को लागि राजनीति गर्दै हुनुहुन्छ? हामी देश र जनता र भुइँ मान्छेको लागि राजनीति गर्दछौँ। र राजाले पनि अब बुझ्नु पऱ्यो के भने देशमा जनताहरू मरिसके, पिल्सिसके, घाँस कपास चाहिँ छैन, रोजगार छैन, उद्योग धन्दा व्यवसाय व्यापार बन्द भएको छ, नागरिकहरू विदेशिन बाध्य भएको छ, लुटपाट भएको छ, बलात्कार भएको छ, आतङ्क सिर्जना भएको छ, धर्म संस्कृति मासिएको छ, भूगोल मासिएको छ, पहिचान मासिएको छ। त्यसकारण हामी जनताको सबै भुइँ मान्छेहरूको सरबाराहरूको मुद्दा सम्बोधन होस् र राजाले त्यो सम्बोधन गर्नुहुन्छ भनेर हामीले राजालाई भनिसकेका छौँ। राजाले त्यो कुरो मान्नुहुन्छ र यो नागरिक सरकारले पनि मान्छ। अब आउने नागरिक सरकार यस्तो खालको बन्छ। दुर्गा पर्साईमा जति बाहिर हुनुहुन्थ्यो त्यति चाहिँ भित्र गइसकेपछि त तपाईँहरूको आन्दोलन त सकिए जस्तो होइन नि। सुन्नु न, यो निर्दय रूपमा मान्छेलाई मार्ने कुरा त सत्य होइन नि त। हामी आन्दोलन गरेको सुन्नु न के, सुन्नु न, आन्दोलन गर्दै गर्दा के हामी सयौँ मान्छे मर्न पर्ने, रगतको खोला बगाउनु पर्ने? हामी त शान्तिपूर्ण जनविद्रोह गरिरहेका छौँ। हामी शान्तिपूर्ण सामाजिक सञ्जालमा विद्रोह गरिरहेछौँ, शान्तिपूर्ण धरना गरिरहेछौँ। हाम्रो आमसभा अनि त्यो गर्दैन त। यो त सरकार त बहिरो छ, अन्धो छ, अनि त्यहाँबाट यो अपराधी र तपाईँको मान्छे मारेर झापाकाण्ड गरेर आएको सरकार छ। खुलेआम तपाईँको मान्छेलाई मारेर गुन्डा र मुन्टे चुल्टे शैलीले चाहिँ हतियार देख्नु भएन? अस्ति तिनकुनेमा हतियार प्रदर्शन गर्दै थियो त ओलीबाले। हेर्नुहोस्, होइन यस्तो खालको हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ, उनी हतियारको प्रदर्शन गर्छन्। जो सत्ता हाम्रो आवाज सुन्नु पर्दैन? नागरिक होइन हामी भुइँ मान्छे होइन, हामी नेपाली नागरिक होइन, आम मान्छेको प्रतिनिधित्व हामीले गरेनौँ। जनताका चाहिँ घाँस कपास लुट्यो भनेर भन्नै नपाउने, आवाज उठाउनै नपाउने, हामीलाई हतियार देखाउने, हतियारको धङ्दै देखाउने। जो सरकारमा बसेको छ उसैले हतियार प्रदर्शन गरेको छ। यो कहाँको नाङ्गो नाचो? कसरी अराजक? बोल्नै नपाउने, भ्रष्टाचार गर्यो, कमोडियामा पैसा राख्नुभयो, तपाईँले माडवारीसँग खुलेआम लुट्नुभयो, सिङ्गापुर र तपाईँको चाहिँ तपाईँको स्विजरल्यान्डमा चाहिँ पैसा जम्मा गर्नुभयो, नत्र देखाउनु न त भनेर चाहिँ भन्दा जनताको आवाज बोल्दा दुर्गा प्रसादले बोल्दा दुर्गा प्रसादलाई चाहिँ अराजक भन्न मिल्छ, दुर्गा प्रसादलाई चाहिँ आतङ्ककारी भन्न मिल्छ? त्यो कसरी भन्छ भन्ने कुरा पनि त जनताले बुझ्या होला नि त, मूल्याङ्कन त जनताले।